हेलो एभ्रिवान, नमस्ते हजुर सबैजनालाई। मेरो भिडियो चाहिँ आज एकदम डिफ्रेन्ट हुनेछ। किन भन्नुहुन्छ भने म चाहिँ कहीँ जाँदैछु, एकदम खुसी छु। म चाहिँ इमर्जेन्सीमा जाँदैछु, त्यही पनि म चाहिँ एकदम खुसी छु। कहाँ जाँदैछु नजाँदैछु हजुर मेरो भिडियोमा बनाइरहनु होला, हजुरलाई अवश्य पत्ता चल्नेछ। हेर्न सक्नुहुन्छ, यता छ टली, यता छ मेरो कपडाहरू। म चाहिँ फोल्ड गर्दैछु, हजुरलाई म देखाउने नै छु भिडियोमा। सानो नानी लिएर हिँडेपछि यो त एकदम इम्पोर्टेन्ट चिजहरू लिनु परिहाल्यो होइन। सक्नुहुन्छ मेरो वाइप्स मेरो बाबुलाई ब्याकप्याकिङ हुन्छ। त्यसमा चाहिँ मैले हालेको छु नानीको ट्राभलिङको लागि यो 10 वटा प्याम्पर्स छुट्टै छ। यो अब मेरो ब्याग भइहाल्यो। यसमा छ लिपस्टिक, क्रिम, कंघी, बिन्दीहरू, अब लेडिजको सामान। त्यो भइहाल्यो पर्फ्युम, वाइप्स, मेरो नानीको ड्रेस, क्लेजर लिँदैछु। अरू म चाहिँ नानीको लागि के लिँदैछु भने यो चाहिँ हुन्छ सरसोको तेल। यो म आफ्नै लिएर हिँड्छु, नानी सानो छ। यो मेरो बाबुको लागि हो, हजमको, पेट दुखेको केही पनि होस् त्यो दबाई। यो चाहिँ थर्मोमिटर। यो छ मेरो सानो नानीको पेटको दुखेको दबाई। यो छ पाउडर, अब गर्मी हो त चाहिन्छ नि। यो चाहिँ वाइप्स। यो लिँदैछु बर्ड्स, एउटा लिएको छु ग्राई वाटर। अरू छ साबुन, अरू मेरो छोरीको हेयर ब्यान्ड। देख्न सक्नुहुन्छ यो चाहिँ मेरो नानीहरूको बैग। तो गाइज मेरा फाइनली बैग रेडी हो गए हैं, देख सकते हो।